हेलो गुड मर्निङ सबैजनालाई। म चाहिँ अहिले गोर्स्याङदेखि दाङसिङसम्मको चाहिँ ब्लग बनाउन गइरहेको छु। गोर्स्याङबाट चाहिँ हाम्रो बाटो अपरोड छन्, अपरोड दाङसिङ हाम्रो अपरोड छन्। तपाईँहरू चाहिँ अब गोर्स्याङदेखि दाङसिङ के भन्छ यो हाम्रो मनश्री पच्मुन तथा कृषि फर्मसम्म बाटो पनि लग्दाको छ। यो गोर्स्याङदेखि चाहिँ तपाईँको उतासम्म जाने बाटो पाए चाहिँ हाम्रो हो भारी दाङसिङ हो। यो चाहिँ गोर्स्याङ हुँदै निम्लिने गोर्स्याङ निम्लिने जाने बाटो हो। हाम्रो छिमेकी साथी हो, छिमेकीको साथी निम्लिने एकजना हुनुहुन्छ, उहाँले चाहिँ मलाई हरान मान्नुभएको थियो, मैले नि हरान गरेँ। तपाईँहरू भ्यू इन्जोय गर्नुहोस् है गाइस। यो चाहिँ हाम्रो गोर्स्याङदेखि दाङसिङसम्म जाने भ्यू है यो चाहिँ गाइस। रोड यस्तो अपरोड छ है। यो रोड पहिलादेखि नै यस्तै नै थियो, अहिलेसम्म खासै बनेको पनि छैन। अहिले मात्रै रिपेयर भएको, अहिले मात्रै रिपेयर भएको, खासै यस्तो भएको पनि छैन, राम्रो चाहिँ भएको छैन। अब गर्ने क्रममा छ। यसपालि प्रदेशबाट 2,75,000 कति 2 लाख होइन सरी 2 करोड 75 लाख कि कति परेछ भन्ने कुरो चाहिँ सुनेको थियो। सायद अब रोड बन्छ होला भन्ने आशामा छु। हामीलाई धेरै पनि चाहिँदैन, पक्की नाली र ड्राइभवेल सकेमा 30सम्म भयो भने चाहिँ हाम्रो लागि निकै खुसी हुन्थ्यो। यो रोडमा दैनिक कतिजना चाहिँ सवारी चाहिँ गर्नुहुन्छ, कतिजना सवारी साधनमा हिँड्नुहुन्छ, कति गाडीमा हिँड्नुहुन्छ, कति पैदल हिँड्नुहुन्छ। यो बाटो एकदम गरा छ। यो चाहिँ हाम्रो अब गोर्स्याङ है। यो गोर्स्याङ हुँदै दाङसिङसम्मको रोड हो। यो चाहिँ है देखाउनु गइरहेको छु। अलिकति हेलमेट चाहिँ हेर्न बसिरहेको छैन, सायद टाउको सानो भएर होला। अब हामी चाहिँ यहाँनिर जाँदैछु। अब अति बल्ल ढिल्नु भएको छ। एकजना कहाँको दाइ हो यो चाहिँ, फेरि कहाँको के हो दाइ यो यार। यस्तो नि गाउँमा अङ्ग्रेज अहिले बिजनेस चलाइरहेको छ हाम्रो तराई।